आज चाहिँ हामी अटोक्याडको लिप्स एउटा तयार बनाउँछौँ, जुन चाहिँ ट्रेस नक्साको एरिया चाहिँ रोपनी आना दाम पैसामा निकालोस्। जुन चाहिँ मैले च्याट जिपिटीमा कोड लेखाएको छु। च्याट जिपिटी कोड लेखिदिएछ मलाई। यसलाई मैले कपी गरेर नोटप्याडमा लगेर पेस्ट गरेर सेभ गरिदिन्छु। नोटप्याडमा गएँ र यसमा मैले पेस्ट गरिदिएँ मेरो कोडलाई। अनि यसलाई सेभ गर्नुपर्छ। सेभ यसमा गएर यसलाई अल फाइलमा यसलाई नाम दिनुपर्छ। टोकोप्या डट र यो लिप्सको पछाडि चाहिँ डट एलएसपी लेख्नुपर्छ। डट एलएसपी लेखेन भने चाहिँ यो लिप्स बन्दैन। मैले एउटा लोकेसनमा सेभ गरेको छु। भरे भेट्नलाई सजिलो हुन्छ। आफूले थाहा भएको लोकेसनमा यसलाई चाहिँ सेभ गर्नुपर्छ। सेभ गरिदिएँ र मैले अब बन्द गरिदिएँ र अटोक्याड खोल्छु। मैले अटोक्याडमा यो ट्रेस नक्सा चाहिँ राखिसकेको छु, इन्सर्ट गरिसकेको छु। जुन मैले एउटा फ्रन्टलाई चाहिँ ट्रेस गर्दछु पोली लाइनले। मैले 258लाई पोली लाइनले ट्रेस गर्दछु। अब यो ट्रेस गरिसकेपछि हाम्रो अघिको लिप्सलाई चाहिँ इन्सर्ट गर्नुपर्छ, अपलोड गर्नुपर्छ। अपलोड गरिसकेपछि चाहिँ हामी त्यसलाई युज गर्नुपर्छ। मैले अब मेरो लिप्सलाई चाहिँ अपलोड गर्छु। त्यसको लागि तर सर्च बारमा गएर APPLOAD अपलोड गरेर इन्टर थिचिदिनुपर्छ। इन्टर थिचिदिएपछि माग्छ कहाँ छ हाम्रो लिप्स। मैले अघि सेभ गरेको लिप्सलाई खोज्छु, कहाँ सेभ गरेको छ मैले सेभ गरेको लिप्स आयो। मैले लोड गरिदिएँ। लोड सक्सेसफुल आयो। अब यसलाई युज गर्छु। के हो मैले लोड गरेको टोकोप्या। मैले टोकोप्या लेखेर इन्टर गरिदिएँ र पोली लाइनमा क्लिक गरेर बिचमा क्लिक गरेँ। पोली लाइन क्लिक गरेर बिचमा क्लिक गरेपछि हाम्रो 5 आना एकदम 3 पैसा एरिया आयो। त्यसै गरी म अर्को एउटा ट्रेसमा चाहिँ ट्रेस गर्छु। पोली लाइनले 255लाई ट्रेस गरेको छु। इन्टर थिच्दिएँ र अघिको अपलोड अहिले चाहिँ अपलोड गर्नुपर्दा एकैचोटि सर्च गरे हुन्छ। पोली लाइन क्लिक गरेँ अनि भित्र सेन्टरमा क्लिक गरेँ र आइसक्यो। 3 आना 0 पैसा एकदम। यस्तै गरी हामीले चाहिँ च्याट जिपिटीलाई कोड लेख्न लाएर आफैले पनि लिप्स बनाउन सकिन्छ।